केटाहरू त ह्यान्डसम रहेछन् त बिहे नगरुन्जेल केटाहरूको कामै ह्यान्डसम हुनु सालाहरूले आजको रात त ब्ल्याक एन्ड व्हाइट बनाइदिएको छ तपाईको त एक रात ब्ल्याक एन्ड व्हाइट भयो हाम्रो त पूरा जिन्दगी ब्ल्याक एन्ड व्हाइट हुने वाला छ ओइ बुसिया मलाई सुतेर गुखान गाथिस हे होइन तिमीले कहिले खायो गुने खाएको हो र ओइ बुसियाको सरदार तँलाई गुन्द्रुक खाँदै जस्तो खाँदेर सिन्की जस्तो गनाउने बनाउँछु नै हुन्न डिएसपी साहब हरेक एक्सनको एउटा रियाक्सन हुन्छ अनि हामीले जे पनि गर्यो त्यसको पछाडि पनि एउटा कहानी छ गु खानु पनि के कहानी चाहियो नगरान धेरै बोल्छ तिमीहरूको कहानी सानीसँग मलाई केही पनि इन्ट्रेस्ट छैन चुप बस डिएसपी साहब हजुरलाई थाहा छ त मलाई स्टोरी सुन्न कस्तो मजा लाग्छ त्यसै पनि क्रिमिनलहरूको स्टोरी इन्ट्रेस्टिङ नै हुन्छ मेरो लागि प्लिज ओए यो म्याडम त लेडी माधव वाग्ले छ यार कहानी सुनी सुनी फिल्म बनाइदिन्छ थ्याङ्क यू माधव वाग्ले को होला नि कोही फिल्म प्रोड्युसर म सर्च गर्छु है फेसबुकमा ओइ भन हामी 3 जना साथी भएको 2 वर्ष भयो हामी ग्रेजुएसन गर्न काठमाडौँ आएका थियौं पहिला ब्याकग्राउन्ड भन्न लु ओ ब्याकग्राउन्ड भन्दै